मलाई चाहिँ उहाँ चाहिँ एकदम निष्पक्ष नै गर्नुहुन्छ भन्ने लाग्छ कि संसदमा बोल्दाखेरि पनि हजुर हैन? हजुर उहाँ भन्नुहुन्छ कसैमाथि आग्रह पूर्वाग्रह नराखिकन एकदम आफ्नो न अर्काको होइन सत्य नै बोल्छु भन्नुहुन्छ। मलाई पनि लाग्छ कि सत्य नै बोल्नुहुन्छ भन्ने, किनभने हामी 6-7 वर्ष नै भइसक्यो होइन हजुर सँगै भएको। बुझ्नु भएको हजुर, उहाँलाई हजुर, राम्रोसँग नजिकबाट चियाउनु भएको हो। हजुर अनि उहाँ चाहिँ जे छ त्यही, उहाँको जे भित्र हुन्छ त्यही बाहिर के, उहाँ निष्पक्ष नै गर्नुहुन्छ। स्वागत छ, बधाई छ सबैभन्दा धेरै धेरै त सुरुमा। हस्, एकदमै धेरै धेरै धन्यवाद। यो खुसी दाईको यो संसदको प्रवेशलाई कसरी लिनुभएको छ? खुसी छु होइन, तर अब म एउटा व्यक्ति खुसी भएर त हुँदैन। देश खुसी भयो भने, हिजो रवि दाइले भन्नुभएको छ नि त, देश खुसी हुनु पर्यो भन्ने छ नि त। देश खुसी भयो भने हामी पनि खुसी, सधैँ नै खुसी नै हुन्छौँ। अब विशेष गरेर यो उपस्थितिलाई रमेश दाइले संसदमा कसरी प्रस्तुत हुनेछ? तपाईँको पनि रमेश दाइलाई यहाँ ल्याउनको लागि ठुलो हात छ होइन? कतिको सल्लाह सुझाव हुनेछ, कस्तो रहनेछ? मलाई चाहिँ उहाँ चाहिँ एकदम निष्पक्ष नै गर्नुहुन्छ भन्ने लाग्छ कि संसदमा बोल्दाखेरि पनि हजुर हैन? हजुर उहाँ भन्नुहुन्छ कसैमाथि आग्रह पूर्वाग्रह नराखिकन एकदम आफ्नो न अर्काको होइन सत्य नै बोल्छु भन्नुहुन्छ। मलाई पनि लाग्छ कि सत्य नै बोल्नुहुन्छ भन्ने, किनभने हामी 6-7 वर्ष नै भइसक्यो होइन हजुर सँगै भएको। बुझ्नु भएको हजुर, उहाँलाई हजुर, राम्रोसँग नजिकबाट चियाउनु भएको हजुर अनि उहाँ चाहिँ जे छ त्यही, उहाँको जे भित्र हुन्छ त्यही बाहिर के, उहाँ निष्पक्ष नै गर्नुहुन्छ। रमेश दाइलाई यो खुसीमा के भन्नुहुन्छ तपाईँले? सुटुक्क भन्नुभयो उहाँलाई भनेदेखि चाहिँ अहिलेसम्म मैले बधाई दिएको छैन, ए किनभने उहाँ जब काम गर्नुहुन्छ नि, हजुर काम गरिसकेपछि बल्ल बधाई दिन्छु म, अहिले दिँदिनँ म। हस् हस् थ्याङ्क यू हस्